जङ्गल छ राख्नु फेरि आइसकेछ गाइसहरू हो। नयाँ भिडियोमै एकदमै दामी भयो मौरी आइसकेछ हो। हेलो गाइस, वेलकम ब्याक टु माई भिडियो। फेरि पनि आइसकेको छु म अर्को भिडियो लिएर र भिडियो चाहिँ के को छ भन्दाखेरि चाहिँ यहाँनिर जङ्गलमा आइरहेको छु म चाहिँ मौरीहरू बोकेर यस्तो पाराले बोकेर यस्तो जङ्गलमा आइरहेको छु। यहाँनिर चाहिँ डरलाग्दो भिड छ है, यस्तो छ यहाँनिर चाहिँ जग्गा। अन्त यहाँ बिस्तारै जानुपर्ने हुन्छ। यहाँबाट झऱ्यो भने त फेरि यहाँ पुग्छ नि तल। यस्तो छ। र दर्शकबिनहरू यहाँ चाहिँ मौरी आइसकेको छ जस्तो छ है। पर्ने गर्दैछ त के हो पारा, मौरी आएकै हो त। र यहाँ मौरी आइसकेछ गाइसहरू हो। नयाँ भिडियोमै एकदमै दामी भयो मौरी आइसकेछ हो। अर्को डोर लिएर आएको म चाहिँ यहाँ। यो डोरमा मौरी आएको थिएन भनेर क्या, आएकै थिएन नि त मौरी, त्यही भनेर चाहिँ आएको छैन होला भनेर चाहिँ यहाँनिर राख्नु पऱ्यो भनेर लिएर आएको। तर मौरी आइसकेछ हो। आयो मौरीलाई त म लानुपर्ने हुन्छ घर हो। तर मौरी त के कति छ, लगिहाल्नु कि भरे लानु कि। दिन त उज्यालो छ, आजको मौसम एकदम दामी छ हो। र म चाहिँ मौरी डोर लगेर घरतिर जाँदैछु। मौरी लगेर घरतिर जाँदैछु। पसिना यस्तो आइरहेको छ क्या, कालो कालो। अब घरतिर पुगेर भेटौँला एकैचोटि। मलाई अलिक साह्रो भयो कि घर पुगेर देखाउँछु। बाटो यस्तो छ, अब चाहिँ तेर्सो पर्छ। रोड क्रस गरेर जानु छ उतै। ल